It is Surendra from Acha, Moda number 8, Tomali. Yeah. मालीको जङ्गी पारा देखाउँछु म भक्तलाई चलिरहेको तेरो सास आएको हुम रोक्नलाई लाग्दैन झारे पातेहरूसँग बाल मुजी देखाइदिन्छु मैले हुड पारा आफ्नो मुजी जोन हो धमाली फुलमुख समाली धमालीदेखि मुजी असमभरि कब्जा हान्न दम राख्छौँ भाइ हामी केडाहरू पुरै सन्किन्छौँ भाइ तर एक्लै भए पनि हल्लाएर आउँछु मुजी पुरै असमभरि परेको बेलामा देश नै हल्लाउँछु पेट्राङ मुजी यो नामले मुजी गाउँभरि होइन देशभरि हल्लाउँछ मुजी मेरो नाम समीर पर्यो हेर पुस्तकको छोरा मुजी बाल कसैको पनि मलाई लाग्दैन एक्लै भए पनि मुजी हल्लाइदिन्छु यो नामले मुजी देश हल्लाइदिन्छु 2-4 वर्ष रुख पाइ देश खाइदिन्छु तँ जस्तो फुच्चेलाई काँचै खाइदिन्छु अहिले ठुलो धाक गरिरहेछस् तैँले भोलिको दिनमा मेरो नाम सुन्ने र तेरो बाउको पनि होस खुल्ने छ भाइ तेरो बाउले पनि मेरो तारिफ गर्नेछ मेरो भाइ त किन हल्ला गरिरा ब्रान्ड हो म यो ब्रान्ड नौ भनेको चर्चा हुनेछ ब्रान्डलाई के गर्छ भन्ने थाहा पाउनेछस् मैले अरू जस्तो बोक्ने काम गरे छैन हेर एक्लै भए पनि मैले केही गर्नु छ अन्डरग्राउन्डमा बसिरहेको छु आज भोलि पहिला जस्तो यताउता छैन भाइ मेरो लाइफ सिधा लाइफ हो सिधा कुरा गरिरहन्छु तर मैले कसैलाई यस्तो नजरले हेर्दिनँ भाइ जस्तो कुरा तैँले गरिरहेको हुन्छस् देखिरहेको हुन्छु म तेरो भिडियो तैँले के कुरा गरिरहेको हुन्छस् मेरो भाइ जस्तो कुरा गरे पनि मैले सुनिरहेको हुन्छु के भनिरहेको हुन्छ सामाजिक सञ्जालमा पुग्नेहरू कोही पनि डन हुँदैन मेरो भाइ मुजी रियल लाइफमा लड्नलाई गाडमा अनि दम चाहिन्छ भाइ मुजी मार्ने सोचेपछि त्यो मुजी बाँच्न नमुम्किन हुन्छ एकचोटि मुजी इक लगेर मात्र बोल यताउता गर्दैमा हल्ला गर्दैमा अहिले मुजी कोही पनि राजा हुँदैन राजा हुनलाई त दम चाहिन्छ अनि जिगरमा मुजी शेरको दहाड मुजी भित्रैबाट आउनु पर्छ मेरो भाइ त्यसैले चुप लागेर बस्छिन् तेरो दाइलाई छैन मुजी कसैको डाहा पनि गर्दिन कसैको रिस मैले हेर गर्दिन सबलाई माया छ अनि सबलाई रेस्पेक्ट गर्छु रिक्सहरू यताउता आउँछन् तर हल्ला गर्छन् तर मलाई कहिले पनि बाल लाग्दैन छम्माहरूको त बाल लाग्दैन मैले हेर मुजी घाँस खाँदैन बाघले कहिले पनि हेर घाँस खाँदैन जति भोको भए पनि घाँस खाँदैन हेर बुढो भए पनि कहिले घाँस खाँदैन एक्लै भए पनि मुजी इन्ट्रेस्टिङमा आउँछु मुजी हल्लाएर देखाउँछु नेपाल देश पुरै एकचोटि मात्र रुख मेरो भाइ मुजी 2-4 साल पछि तेरो दाइको आफ्नो नाम मुजी आफ्नो सान हुनेछ देखिराख मेरो भाइ गरेर बन्छु भने मुजी तेरो मुजी पनि